पछाडिको ब्याकग्राउन्ड र म आजदेखि भिडियो बनाउन स्टार्ट गर्दैछु र मेरो भिडियो तपाईँहरू लास्टसम्म हेर्नुहोला र मन परेमा लाइक गर्नुहोला, सब्सक्राइब गर्नुहोला र कमेन्ट पनि गर्नुहोला र अहिले हामी ढिला नगरिकन जान्छौँ त्यो र हेर्न सक्नुहुन्छ म अहिले जान लागेको छु उता आउटसाइड अफ द भिलेज हेर्न सक्नुहुन्छ र तपाईँहरू म अहिले हेर्छु यस रुम मान्छे यस्तै सुकेको छ ड्यामको र कुनै पुल चारैतिर सुक्करेको छ हेर्न सक्नुहुन्छ। म यो खोला तरेर जानुपर्ने सक्नुहुन्छ। म यता आइसकेको छु र उता हेर्न सक्नुहुन्छ पुरै खालिरहेको छ र म अहिले जान लाग्छु उता काफी खेततिर र फेरि अगाडि यस्तो छ बाटो हाम्रो सिँढी यत्रो ठुलो यता पुरै जङ्गलै जङ्गल हो, चारैतिर जङ्गलै जङ्गल छ र बिचमा यो ड्याम छ हाम्रो र अहिले हेर्न सक्नुहुन्छ कस्तो छ जङ्गल त्यहाँको र ऊ माथिको ड्याम र उता छ झन् उता त पानी हुन्छ जहिले नि यता चाहिँ र म अहिले गइरहेको छु माथि हेर्न सक्नुहुन्छ तपाईँ र म एकछिनमा आइपुगेको छु र यति नै थियो आजको ब्लग र मन पऱ्यो भने लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला र सब्सक्राइब पनि गर्नुहोला र यति नै भन्दै म यो ब्लगलाई यहीँ सकाउन चाहन्छु। हस् त।